नमस्कार साथीहरू, तपाईँहरूलाई ब्याङ्किङ विथ अर्जुन धामी युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। फेरि म अर्को विषयवस्तु लिएर उपस्थित भएको छु। त्यो विषयवस्तु तपाईँहरूले ब्याकग्राउन्डमा देखिसक्नु भएको छ, नेपाल राष्ट्र बैङ्क। नेपाल राष्ट्र बैङ्कको बारेमा आज चर्चा गर्नेछु म। नेपाल राष्ट्र बैङ्क भनेको के हो, यसको भिजन, यसको मिसन के छ, अनि नेपाल राष्ट्र बैङ्कको स्थापनाकालीन जुन 2013 साल वैशाख 14 गते यसको स्थापना भयो, त्यो स्थापना हुँदाखेरि सुरुवातको उद्देश्यहरू के थिए, स्थापनाकालीन उद्देश्य भन्छ जसलाई, ती उद्देश्यहरू के थिए र नेपाल राष्ट्र बैङ्क कस्तो संस्था हो, यही पेरिफेरीमा रहेर म भिडियो निर्माण गर्न गइरहेको छु। हुन त यो विषयमा तपाईँहरूलाई अलरेडी थाहै नै छ, र कोही साथीहरू यस्ता पनि छन् जो सुरुवातमा ब्याङ्किङ तयारी गर्दै हुनुहुन्छ, उहाँका लागि चाहिँ विशेष भिडियो हुनेछ र तपाईँहरूका लागि पनि, किनभने मैले यो भिडियोमा चाहिँ एकदम बुझ्ने तरिकाले नेपाली माध्यम र अङ्ग्रेजी माध्यममा दुवैमा यो भिडियो निर्माण गर्न गइरहेको छु। आशा छ यो भिडियो अन्तिमसम्म हेर्नुहुनेछ। र अब ढिला नगरी विषयवस्तुतिर नै लागौँ। नेपाल राष्ट्र बैङ्कको बारेमा। मुलुकको केन्द्रीय बैङ्क हो, देशको सर्वोच्च वित्तीय संस्था हो नेपाल राष्ट्र बैङ्क। यो के रहेछ भन्दाखेरि नेपालको तपाईँहरूलाई थाहै छ सेन्ट्रल ब्याङ्क हो र वित्तीय संस्था, एउटा सर्वोच्च वित्तीय संस्था हो। बैङ्कका वित्तीय संस्थाहरूको भन्दा माथि कोही छ भने त्यो नेपाल राष्ट्र बैङ्क हो। बैङ्कका वित्तीय संस्थालाई लाइसेन्स दिने संस्था भनेको को हो त भन्दाखेरि नेपाल राष्ट्र बैङ्क हो। त्यही भएर यो चाहिँ के हो त, तपाईँको सर्वोच्च वित्तीय संस्था हो नेपाल राष्ट्र बैङ्क। नेपाल राष्ट्र बैङ्क अथवा यो अविछिन्न उत्तराधिकारीवाला एक स्वशासित र सङ्गठित संस्था पनि हो। नेपाल राष्ट्र बैङ्क के रहेछ भन्दाखेरि एउटा अविछिन्न उत्तराधिकारीवाला र एक स्वशासित शब्द, यानि कि अटोनोमस भन्छ, स्वायत्त संस्था हो भनेर भन्यो। अब यो स्वशासित भनेको के हो भन्दाखेरि, अथवा अटोनोमस अर्गनाइजेसन भनेको के हो भन्दाखेरि, एउटा यस्तो संस्था जुन चाहिँ सरकारद्वारा त स्थापना गरिन्छ, यसको स्थापना गरिन्छ, तर स्थापित संस्थाले चाहिँ आफ्नो काम, कारबाहीहरू, नीति, नियमहरू, निर्णयहरू र अन्य दैनिक कार्य सञ्चालन चाहिँ स्वतन्त्र रूपमा गर्न अथवा स्वतन्त्र रूपमा गर्ने अधिकार प्राप्त संस्था भनेको एउटा अटोनोमस अर्गनाइजेसन हो। यसमा चाहिँ सरकारको कुनै पनि के हुँदैन, पुनः नियन्त्रण हुँदैन। यसले चाहिँ कानुन अन्तर्गत रहेर आफूलाई आवश्यक पर्ने नीति, नियम, ऐन, कानुन, कार्यविधि, निर्देशिका, नियमावली, विनियमहरू बनाएर संस्थालाई सञ्चालन गरिरहेको हुन्छ र आफ्ना निर्णयहरू आफै गर्न सक्ने हुन्छन्। र प्रशासनिकमा भन्नुहोस्, तपाईँ आर्थिकमा भन्नुहोस्, होइन, अथवा प्राविधिक रूपमा चाहिँ के हुन्छन् त, स्वतन्त्र हुन्छन्, फ्री हुन्छन्। त्यस्तो संस्था भनेको स्वशासित संस्था हो, जुन चाहिँ नेपालको केन्द्रीय बैङ्क हो, जुन नेपाल राष्ट्र बैङ्क हो। यसको स्थापना नेपाल राष्ट्र बैङ्क 2012 अन्तर्गत विक्रम सम्वत 2013 साल वैशाख 14 गते स्थापना भएको हो भनेर मैले यहाँ भने। अब यही कुरा यहाँ इङ्ग्लिसमा राखेँ। द सेन्ट्रल ब्याङ्क अफ द कन्ट्री एन्ड द हाइएस्ट फाइनेन्सियल इन्स्टिट्युसन इज नेपाल राष्ट्र बैङ्क। द सेन्ट्रल ब्याङ्क अफ द कन्ट्री एन्ड द हाइएस्ट फाइनेन्सियल इन्स्टिट्युसन इज नेपाल राष्ट्र बैङ्क। इट इज एन अटोनोमस एन्ड अर्गनाइज इन्स्टिट्युसन। के भन्यो भने इट इज एन अटोनोमस एन्ड अर्गनाइज्ड, एउटा सङ्गठित इन्स्टिट्युसन हो विथ, के भन्यो भन्दाखेरि पर्पेचुअल सक्सेसन, अविछिन्न उत्तराधिकारीवाला हो भनेर भन्यो, पर्पेचुअल। इट वाज इस्टाब्लिस्ड अन्डर द नेपाल राष्ट्र बैङ्क इन 2012 BS on वैशाख 14, 2013 BS भनेर भन्यो। त्यसै गरी देशको मौद्रिक प्रणालीलाई नियमित गर्ने, नियन्त्रित गर्ने र व्यवस्थित गर्ने उद्देश्यले स्थापित संस्था नै के हो त भन्दाखेरि केन्द्रीय बैङ्क हो, जुन चाहिँ नेपाल राष्ट्र बैङ्क हो। यो चाहिँ के रहेछ त भन्दाखेरि देशको समग्र एउटा मोनिटरी सिस्टम छ। त्यो मोनिटरी सिस्टमलाई चाहिँ के गर्ने रहेछ त भन्दाखेरि नियमित गर्दो रहेछ, नियन्त्रित गर्दो रहेछ, अथवा त्यसलाई व्यवस्थित गर्दो रहेछ हो। ती तीनवटा उद्देश्यले, नियमित, नियन्त्रित र व्यवस्थित गर्ने उद्देश्यले स्थापित संस्था नेपाल राष्ट्र बैङ्क हो अथवा केन्द्रीय बैङ्क हो। नेपाली मुद्राको निष्कासन,
बैंकका वित्तीय संस्थाहरूको नियमन गर्ने, निरीक्षण गर्ने र अनुगमन गर्ने, शोधानन्तर स्थिरता कायम गर्ने, मौद्रिक नीतिको तर्जुमा गर्ने आदि उद्देश्यले स्थापित संस्था नै के हो त भन्दाखेरि केन्द्रीय बैंक हो, जुन नेपाल राष्ट्र बैंक हो। यो चाहिँ मुख्य काम के गर्दो रहेछ भन्दाखेरि तपाईँको नेप्लेज करेन्सीहरूलाई इस्यु गर्ने, तपाईँको बैंकका वित्तीय संस्थाहरूलाई लाइसेन्स दिइसके पश्चात नियमन, निरीक्षण, सुपरिवेक्षण गर्ने, अनुगमन गर्ने, त्यसपछि शोधानन्तर स्थिरता भन्छ अथवा भुक्तान सन्तुलन भन्छ, तपाईँको त्यसलाई चाहिँ स्थिरता कायम गर्ने, बिओपीलाई स्थिरता कायम गर्ने र मौद्रिक नीतिको तर्जुमा गर्ने उद्देश्यले चाहिँ स्थापित संस्था नेपाल राष्ट्र बैंक हो। हाल यो नेपाल राष्ट्र बैंक ऐन 2058 अनुसार सञ्चालित छ। नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरको रूपमा हिमालयन शमशेर जबरा हुन् भनेर भन्यो। अब यही कुरालाई मैले यहाँ इङ्ग्लिसमा सेन्ट्रल बैंक इज एन इन्स्टिट्युसन इस्टाब्लिस्ड टु रेगुलेट, control and organize the country's monetary system. Nepal Rashtra Bank as central bank was established with the objective of issuing the Nepalese currency, regulating, supervising, monitoring bank and financial institution, maintaining financial stability, and formulating monetary policy and performing other related function भनेर भन्यो। And currently it operates in accordance with the Nepal Rashtra Bank Act 2002 BS 2058. The first governor of Nepal Rashtra Bank was हिमालयन शमशेर जबरा जेबिआर भनेर भन्यो है। यो त भयो नेपाल राष्ट्र बैंकको बारेमा, यो परिचय नेपाल राष्ट्र बैंक भने के हो, कहिले स्थापना भयो भनेर हामीले यहाँ राख्यौं। अब नेपाल राष्ट्र बैंकको तपाईको उद्देश्य भिजन के छ त, नेपाल राष्ट्र बैंकको भिजन के हो हैन भन्दाखेरि नेपाल राष्ट्र बैंक कहाँ पुग्न चाहन्छ, कहाँ जान चाहन्छ, उसको दूरदृष्टि के हो त भने टु बिकम एन मोडर्न, डाइनामिक, क्रेडिबल एन्ड इफेक्टिभ सेन्ट्रल बैंक। यो चाहिँ नेपाल राष्ट्र बैंकको भिजन हो भनेर भन्यो। के भन्यो भन्दाखेरि नेपाल राष्ट्र बैंकको मोडर्न छ हैन, तपाईको डाइनामिक हुने भयो, तपाईको क्रेडिबल हुने भयो, जनविश्वासयुक्त हुने भयो, भरोसायोग्य हुने भयो, इफेक्टिभ हुने भयो, नीतिहरू के हुने भए, राष्ट्र बैंकका जति पनि नीतिहरू छन् ती नीतिहरू सफलतापूर्वक कार्यान्वयन हुने भए प्रभावकारी रूपमा हैन, तपाईको बैंकका वित्तीय संस्थाहरूको नियमन, निरीक्षण, सुपरिवेक्षण के गर्न सक्ने क्षमता भयो इफेक्टिभ रूपमा हैन। त्यसपछि मोडर्न भयो यो हैन, मोडर्न तपाईको डिजिटल युगतिर अथवा सूचना प्रविधिको अधिकतम प्रयोग गर्नेतिर, डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्धन गर्नेतिर अथवा आधुनिक बैंकिङको तपाईको के भन्न सकिन्छ भने आधुनिक बैंकको अभ्यास र अन्तर्राष्ट्रिय मापदण्ड अपनाउने रूपमा, यसरी समग्र रूपमा चाहिँ यसले चाहिँ बैंकिङ प्रणालीलाई एकदम सुरक्षित रूपमा, तपाईको पारदर्शी रूपमा, एउटा आधुनिक रूपमा अगाडि बढाउनको लागि राष्ट्र बैंकको भिजन रहेको छ। डाइनामिक पनि उत्तिकै छ, गतिशील छ हैन, जस्तो हरेक किसिमको परिवर्तनहरू, आर्थिक परिवर्तन होलान्, वित्तीय परिवर्तनहरू होलान् अथवा वित्तीय नवपरिवर्तनहरू होलान् अथवा बेला बेलामा आउने सङ्कट तथा जोखिमहरूलाई तपाईको त्यही अनुसार मिटिगेट गर्नका लागि ल्याउने नीतिहरू, रणनीतिहरू होलान्, परिवर्तन गर्न सक्ने क्षमता भएको, एउटा डाइनामिक भएको, गतिशील भएको, जस्तो परिस्थिति आयो त्यस्तै परिस्थितिमा ढल्न सक्ने किसिमको एउटा भिजन रहेछ। यो भयो नेपाल राष्ट्र बैंकको तपाईको भिजन। त्यसैगरी मिसनको कुरा गर्ने हो भने नेपाल राष्ट्र बैंकको मिसन के छ भन्दाखेरि मेन्टेनिङ मैक्रो इकोनोमिक एन्ड फाइनान्शियल स्टेबिलिटी फर सस्टेनेबल एन्ड इन्क्लुसिभ इकोनोमिक डेभलपमेन्ट थ्रु इफेक्टिभ मोनिटरी पोलिसी, इफेक्टिभ मोनिटरी, फरेन एक्सचेन्ज एन्ड फाइनान्शियल सेक्टर एन्ड पेमेन्ट सिस्टम पोलिसी। त्यही कुरा भन्यो, तपाईको समष्टिगत आर्थिक स्थायित्व कायम गर्नु, मेन्टेनिङ मैक्रो इकोनोमिक तपाईको स्टेबिलिटी कायम गर्नु, समष्टिगत आर्थिक स्थायित्व कायम गर्नु, त्यो सँगसँगै वित्तीय स्थायित्व कायम गर्नु के का लागि भन्दाखेरि फर सस्टेनेबल एन्ड इन्क्लुसिभ तपाईको दिगो विकास र दिगो र समावेशी आर्थिक विकासका लागि के का वित्तीय स्थायित्व र समष्टिगत आर्थिक स्थायित्व कायम गर्नु, के को माध्यमबाट कायम गर्ने भन्दाखेरि थ्रु इफेक्टिभ मोनिटरी पोलिसी, प्रभावकारी मौद्रिक नीति अथवा प्रभावकारी तपाईको फरेन एक्सचेन्ज पोलिसी अथवा प्रभावकारी तपाईको फाइनान्शियल सेक्टर पोलिसिसहरू अथवा प्रभावकारी तरिकाको पेमेन्ट सिस्टम पोलिसीको माध्यमबाट दिगो र समावेशी आर्थिक विकास
का लागि तपाईँको फाइनेन्सियल स्टेबिलिटी र तपाईँको समष्टिगत आर्थिक स्थायित्व कायम गर्नु नेपाल राष्ट्र बैङ्कको मिसन रहेको छ। यो भयो। अब नेपाल राष्ट्र बैङ्कको स्थापनाकालीन उद्देश्य हामीले के छ भन्ने सन्दर्भमा हामीले नेपाल राष्ट्र बैङ्कका उद्देश्यहरू त हामीले नर्मली 3 वटा उद्देश्यहरू पढ्ने गरेका छौँ, जुन चाहिँ नेपाल राष्ट्र बैङ्क ऐन 2058 मा दफा 4 मा व्यवस्था गरिएका छन् ती उद्देश्यहरू। त्यो त हामीलाई थाहै छ। तर स्थापना हुँदाखेरि के कस्ता उद्देश्यहरू थिए त्यसको बारेमा हामी हेरौँ। नेपाल राष्ट्र बैङ्कको स्थापनाकालीन उद्देश्यहरू, ओब्जेक्टिभ अफ नेपाल राष्ट्र बैङ्क एट द टाइम अफ इस्टाब्लिसमेन्ट भनेर भन्यौँ। नेपाल राष्ट्र बैङ्कको स्थापनाकालीन उद्देश्यहरू अब के कस्ता रहेका छन् भन्ने सन्दर्भमा जाउँ। अब पहिलो स्थापनाकालीन उद्देश्य भनेको नेपाल राष्ट्र बैङ्कको नेपालमा भारतीय मुद्राको प्रयोगलाई विस्थापित गर्ने उद्देश्य रहेछ। टु रिप्लेस द युज अफ इन्डियन करेन्सी इन नेपाल। पहिलो उद्देश्य भारतीय मुद्रालाई नेपालमा नेपाली मुद्राको ल्याएर त्यसलाई विस्थापित गर्ने। पहिला चाहिँ भारतीय मुद्राहरू एकदमै धेरै चल्थ्यो रे के 2013 सालतिर, त्योभन्दा अगाडि होइन। र नेपाल राष्ट्र बैङ्कको पहिलो उद्देश्य नै के राख्यो भने नेपालमा चलिरहेको जुन भारतीय मुद्रा छ, अरू देशको करेन्सी छ, त्यो भारतीय मुद्राको प्रयोगलाई चाहिँ विस्थापित गर्ने र विस्थापित गरेर नेपाली मुद्राहरू बजारमा ल्याउने। नेपाली मुद्राहरू नेपाल राष्ट्र बैङ्क स्थापना भएपछि हेर्नुहोस् त 2016 सालमा पहिलोपटक नेपाल राष्ट्र बैङ्कले कागजी नोटहरू निष्कासन गरेको छ नि त। हो, किन गर्यो भन्दाखेरि एकदमै भारतीय मुद्राहरूको बिकी थियो नेपालमा होइन। नेपाली मुद्राहरू त्यति धेरै मात्रामा चल्थेन, विश्वास नहुने रे, अनि भारतीय मुद्राहरू नै कारोबारमा हुने हरेक हाम्रो नेपाली अर्थतन्त्रमा। त्यही भएर त्यो भारतीय मुद्रालाई विस्थापित गरेर नेपाली मुद्रा स्थापित गर्ने, नेपाली मुद्रा चलाउने पहिलो उद्देश्य थियो नेपाल राष्ट्र बैङ्कको स्थापनाकालीन। त्यसैगरी नेपाली मुद्राको निष्कासन र देशैभर नेपाली मुद्रा चलन चल्तीमा ल्याउनु अर्को उद्देश्य थियो। टु इस्युज नेपाली करेन्सी एन्ड सर्कुलेट इट थ्रु आउट द कन्ट्री भनेर भन्यो। अर्को उद्देश्य भनेको नेपाली मुद्रालाई निष्कासन गर्ने, जसको स्वरूप 2016 सालमा फागुनमा चाहिँ तपाईँको नेपाल राष्ट्र बैङ्कले मुद्राहरू निष्कासन गर्यो, नेपाली मुद्रा। र त्यो मुद्रालाई चाहिँ देशैभरि, देशका कुना कन्दरासम्म त्यसलाई चलन चल्तीमा ल्याउनु अर्को उद्देश्य थियो। त्यसै स्वरूप त्यति बेलादेखि नेपाल राष्ट्र बैङ्कका शाखा, तपाईँको एक्सटेन्सन काउन्टर भन्नुहोस् अथवा गाउँसम्म चाहिँ आफ्ना शाखाहरू, सानसाना एक्सटेन्सन काउन्टरहरू त्यो स्थापना गरेको थियो। केका लागि भने नेपाली मुद्रालाई चलन चल्तीमा ल्याउनका लागि। त्यसैगरी अर्को स्थापनाकालीन उद्देश्य भनेको नेपाली मुद्राको स्थिर विनिमय दर कायम गर्नु थियो। टु मेन्टेन अ स्टेबल एक्सचेन्ज रेट फर नेप्लिज करेन्सी। नेपाली मुद्राको स्थिर विनिमय दर कायम गर्नु अर्को उद्देश्य थियो। त्यसैगरी अर्को थियो भने नेपालको बैङ्किङ क्षेत्रको विकास गर्नु। हेर्नुहोस् त 2013 सालभन्दा अगाडि नेपालमा एउटा मात्रै तपाईँको वाणिज्य बैङ्कको स्थापना भएको थियो। त्यो थियो नेपाल बैङ्क लिमिटेड, विक्रम 1994 कार्तिक 30 गते। जब 2013 सालमा नेपाल राष्ट्र बैङ्कको स्थापना भयो, त्यसपछि हेर्नुहोस् त नेपालमा कर्मिक रूपमा 5 वित्तीय संस्थाहरू स्थापना भएका छन्। 2016 सालमा एनआइडिसी भयो, 2022 सालमा राष्ट्रिय वाणिज्य बैङ्क, त्यसपछि 2024 सालमा तपाईँको कृषि विकास बैङ्क। यसरी नेपालमा चाहिँ बैङ्कहरू स्थापना हुने क्रम जारी भयो। त्यो के को प्रभाव थियो भन्दाखेरि नेपाल राष्ट्र बैङ्कको थियो। नेपाल राष्ट्र बैङ्कको स्थापनाकालीन नै उद्देश्य के थियो भन्दाखेरि बैङ्किङ क्षेत्रको विकास गर्नु, बैङ्किङ क्षेत्रको प्रवर्धन गर्नु, बैङ्किङ क्षेत्रलाई अझ माथिसम्म लिनु। एउटा मात्र बैङ्क भएर भएन, अरू बैङ्कहरू पनि हुनुपर्छ भन्ने उसको धारणा, जसमार्फत समग्र सबै जनताहरूलाई बैङ्किङ प्रणालीमा आबद्ध गराउने। यो थियो नेपाल राष्ट्र बैङ्कको स्थापनाको उद्देश्य, नेपालमा बैङ्किङ क्षेत्रको विकास गर्ने। टु डेभलप नेपाल्स ब्याङ्किङ सेक्टर भनेर भन्यो। त्यसैगरी अर्को रहेको छ लास्टमा विकासका निमित्त पुँजीलाई गतिशील बनाई राज्यको उद्योग धन्दालाई प्रोत्साहन गर्ने। टु मोबिलाइज क्यापिटल फर डेभलपमेन्ट एन्ड प्रमोट स्टेट इन्डस्ट्रिज एन्ड बिजनेस भनेर भन्छ। विकासका निमित्त पुँजीलाई गतिशील बनाउने, पुँजी निर्माण गर्ने र राज्यमा चाहिँ अथवा देशमा चाहिँ उद्योग धन्दा, कल कारखानाहरू स्थापना गर्नका लागि प्रमोसन गर्ने, प्रवर्धन गर्ने। त्यो केका माध्यमबाट भन्दाखेरि
बैङ्कहरू स्थापना गर्ने, बैङ्क स्थापना गरिसकेपछि त्यो बैङ्कमा सर्वसाधारणलाई बचत गर्न लगाउने र त्यो बचतबाट चाहिँ सम्पूर्ण बचतबाट चाहिँ पुँजी निर्माण हुन्छ। त्यो पुँजीबाट चाहिँ एउटा ठुलो मात्रामा पुँजी निर्माण भइसकेपछि त्यसलाई तपाईँको उद्योग धन्दाहरूमा, कल कारखानाहरूमा, साना साना व्यवसायहरूमा लगाएर चाहिँ के गर्ने त भन्दाखेरि देशको विकासमा टेवा पुर्याउने उद्देश्य रहेको थियो नेपाल राष्ट्र बैङ्कको स्थापनाकालीन। यो त थियो नेपाल राष्ट्र बैङ्कको स्थापनाकालीन उद्देश्यहरू के थिए भन्ने सन्दर्भमा। अब नेपाल राष्ट्र बैङ्क कस्तो संस्था हो त? हामीले नेपाल राष्ट्र बैङ्क को बारेमा माथि त पढ्यौँ, तर पनि अझ कस्तो संस्था हो भनेर हामीले थाहा पाउनुपर्ने हुन्छ। कस्तो संस्था हो नेपाल राष्ट्र बैङ्क? व्हाट काइन्ड अफ इन्स्टिट्युसन इज नेपाल राष्ट्र बैङ्क? अब नेपाल राष्ट्र बैङ्क कस्तो संस्था हो? हामीलाई थाहै छ यो कुराहरू, तर पनि हामीले मैले अघि नै भने नयाँ साथीहरूलाई अथवा तपाईँहरूलाई पनि बेनिफिट हुनसक्छ है, पढेका साथीहरूलाई पनि अझ रिभिजन भयो नि त, होइन? त्यही भएर अब कस्तो संस्था हो भन्ने सन्दर्भमा जाउँ। नेपाल राष्ट्र बैङ्क नेपालको एक केन्द्रीय बैङ्क हो। इट इज द सेन्ट्रल बैङ्क अफ नेपाल, होइन? सेन्ट्रल बैङ्क हो। अविच्छिन्न उत्तराधिकारलाई एक स्वशासित र सङ्गठित संस्था हो। एन्ड अटोनोमस एन्ड अर्गनाइज्ड इन्स्टिट्युसन विथ तपाईँको पर्पेचुअल सक्सेसन, एउटा अविच्छिन्न उत्तराधिकारीवाला हो। त्यसै गरी नेपाल सरकारको बैङ्क हो, आर्थिक सल्लाहकार हो, द बैङ्क अफ द गभर्मेन्ट एन्ड इट्स इकोनोमिक एडभाइजर। नेपाल सरकारको बैङ्क हो, आर्थिक सल्लाहकार हो, किनभने सरकारले नै स्थापना गरेको हो, सरकारले नै पुँजी दिएको हो, जुन चाहिँ 5 अर्ब छ। अनि आर्थिक सल्लाहकार पनि हो। सरकारलाई आवश्यक पर्ने नीति नियम अथवा बजेट बनाउँदा होस् अथवा अन्य कुराहरूमा आर्थिकसँग सम्बन्धित कुराहरूमा, वित्तीय नीतिसँग सम्बन्धित कुराहरूमा, आर्थिक नीतिसँग सम्बन्धित कुराहरूमा लगायतका कुराहरूमा चाहिँ नेपाल राष्ट्र बैङ्कले नेपाल सरकारलाई सल्लाह दिने, सुझावहरू दिने गर्दछ। त्यसै गरी अर्को नेपाल राष्ट्र बैङ्क नेपालको बैंकता वित्तीय स्तरको बैङ्क हो अथवा बैङ्कहरूको बैङ्क हो र नियमनकारी निकाय हो। द बैंक अफ बैंक एन्ड फाइनेन्सियल इन्स्टिट्युसन इन नेपाल एन्ड रेगुलेटरी बडी हो। बैंकता वित्तीय संस्थाको सबैभन्दा टपमा को हुन्छ भन्दाखेरि नेपाल राष्ट्र बैङ्क रहेको हुन्छ। बैङ्कहरूको बैङ्क हो, प्यारेन्ट्स हो, नियमनकारी निकाय हो, होइन? त्यसै गरी अर्को रहेको छ बैंकता वित्तीय संस्थाहरूको अन्तिम ऋणदाता पनि हो। द लेन्डर अफ लास्ट रिसोर्ट भनेर हामीले सुन्दै आएका छौँ नि, द लेन्डर अफ लास्ट रिसोर्ट अफ फर बैंक एन्ड फाइनेन्स इन्स्टिट्युसन भन्छ। बैंकता वित्तीय संस्थाहरूमा यदि तरलता अभाव भयो, उनीहरूले कुनै बैंकले कहीँ पनि पैसा आउने अवस्था भएन, ऊ यदि अन्तिम कन्डिसनमा रह्यो भने उसलाई पैसाको खाँचो पर्यो र बैंकमा अरू ठाउँबाट कहीँबाट पैसा पाइएन भने नेपाल राष्ट्र बैङ्कले यो लेन्डर अफ लास्ट रिसोर्टको रूपमा बैंकता वित्तीय संस्थाहरूलाई ऋण दिने गर्दछ। अन्तिम ऋणदाताको रूपमा काम गर्ने भयो। अरू केही काम लाग्यो, अरू कुनै पनि किसिमबाट उसले कुनै बैंकले पैसा प्राप्त गर्न सकेन, लोन पाउन सकेन भने अन्तिम रूपमा पैसा माग्नको लागि ढोका डगडग्याउन राष्ट्र बैङ्क कहाँ जान्छ र राष्ट्र बैङ्कले अन्तिम एउटा प्यारेन्ट्स भएको कारणले गर्दा, एउटा रेगुलेटरी बडी भएको कारणले गर्दा आफूले लाइसेन्स दिएका बैंकता वित्तीय संस्थाहरूको संरक्षण गर्ने, सम्वर्धन गर्ने, प्रवर्धन गर्ने, बचाउने काम पनि, उत्तरदायित्व पनि, जिम्मेवारी पनि कसको हो त? राष्ट्र बैङ्कको हो। त्यही भएर सकेसम्म राष्ट्र बैङ्कले कुनै पनि बैंकलाई डुब्न दिँदैन। त्यही भएर बैंकलाई आवश्यक बनेको लोन राष्ट्र बैङ्कले दिइरहेको हुन्छ। त्यही भएर लेन्डर अफ लास्ट रिसोर्ट भनेको हो। अर्को भनेको मुद्रा निष्कासनकर्ता हो, द इस्युअर अफ करेन्सी, नेप्लिस करेन्सी, त्यो हामीलाई थाहै छ। त्यसै गरी मौद्रिक तथा विदेशी विनिमय नीतिको तर्जुमाकार हो र कार्यान्वयनकर्ता पनि हो। तर्जुमा मात्रै गर्दैन, राष्ट्र बैङ्कले त्यसको कार्यान्वयन गर्ने गराउने काम पनि गरिरहेको हुन्छ। द फर्मुलेटर एन्ड इम्प्लिमेन्टर अफ मोनिटरी एन्ड फरेन एक्सचेन्ज पोलिसिज भनेर भन्यो। त्यसै गरी नन प्रोफिट इन्स्टिट्युसन, गैर नाफामूलक संस्था पनि हो नेपाल राष्ट्र बैङ्क भने। अन्त्यमा अन्तर्राष्ट्रिय वित्तीय निकायहरूमा नेपालको बैङ्किङ क्षेत्रको प्रतिनिधित्वकर्ता पनि हो नेपाल राष्ट्र बैङ्क। द रिप्रेजेन्टेटिभ अफ नेपाल्स ब्याङ्किङ सेक्टर इन इन्टरनेसनल फाइनेन्सियल इन्स्टिट्युसन, जस्तो आइएमएफमा भन्नुहोस्, जस्तो वर्ल्ड ब्याङ्कमा भन्नुहोस्, हो जति पनि अन्तर्राष्ट्रिय वित्तीय निकायहरू छन्, इन्टरनेसनल फाइनेन्सियल इन्स्टिट्युसनहरू छन्, त्यसको प्रतिनिधित्वकर्ताको रूपमा नेपाल राष्ट्र बैङ्क रहेको हुन्छ। जहाँ चाहिँ नेपाल राष्ट्र बैङ्कले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग, अन्तर्राष्ट्रिय वित्तीय निकायहरूसँग तपाईँको के गर्ने गर्छ? समन्वय गर्ने, सम्वर्धन गर्ने, सम्बन्ध कायम गर्ने र प्रतिनिधित्व गर्ने, समग्रमा प्रतिनिधित्व गर्ने, रिप्रेजेन्टेटिभको भूमिका निर्वाह गरिरहेको हुन्छ नेपाल राष्ट्र बैङ्कले।
त्यही भएर नेपाल राष्ट्र बैंक के हो भन्ने सन्दर्भमा हामीले बुझ्यौँ। विषयवस्तु यति नै थियो साथीहरू। विषयवस्तु के लाग्यो, कस्तो लाग्यो, मन परेमा लाइक गर्न चाहिँ कन्फ्युज नगर्नु होला साथीहरू। अनि कमेन्ट गर्न नबिर्सिनु होला र साथीभाइहरूको माझमा पुर्याउनको लागि सेयर गर्न नबिर्सिनु होला र आगामी दिनमा यस्तै किसिमका भिडियोहरूको लागि यो बैंकिङ विथ अर्जुन धामी युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला, किनकि सब्स्क्राइब गर्यो भने सबैभन्दा पहिला नोटिफिकेसन मैले भिडियो अपलोड गर्ने बित्तिकै नोटिफिकेसन तपाईँहरूको मोबाइलमा आइपुग्छ र मैले भिडियो प्राय बिहान 8:30 र साँझ 8 बजेतिर मैले अपलोड गर्ने गरेको छु। त्यो पनि मैले तपाईँहरूलाई जानकारी दिएँ, किनभने तपाईँहरूलाई हेर्न सजिलो होला। र भोलिको अथवा अर्को भिडियोमा म नेपालको सङ्घात्मक संरचना कस्तो छ, अनि सङ्घात्मक संरचना सम्बन्धी क्वेसन आयो भने कसरी लेख्ने, यो फिगर बनाउने हो कि अथवा के गर्ने हो भनेर म भिडियो ल्याउने छु। त्यसका लागि तपाईँहरूले कम्तीमा यो भिडियोलाई 50 वटा लाइक गर्नुपर्ने हुन्छ। तपाईँहरूले कमेन्टमा पनि भन्नुपर्ने हुन्छ कि त्यो भिडियो चाहिन्छ भनेर मैले एउटा तपाईँहरूलाई भने। र अर्को भनेको सेयर, साथीहरूलाई सेयर गर्न नबिर्सिनु होला। र यो सङ्घात्मक संरचना एकदमै इम्पोर्टेन्ट हो। इक्जाममा यो फिगर बनाउने हो कि अथवा लेख्ने हो, के हो, म तपाईँहरूलाई बताउने छु। त्यसको लागि मैले भने लाइक गर्नुपर्ने हुन्छ, कमेन्ट गर्नुपर्ने हुन्छ, साथीभाइहरूको माझमा सेयर गर्नुपर्ने हुन्छ है त। भन्दै यो विषयवस्तुबाट म बिदा हुन चाहन्छु। हवस् त, नमस्ते। हेर्दै गर्नुहोस् यो बैंकिङ विथ अर्जुन धामी युट्युब च्यानलका अरू भिडियोहरू पनि। थ्याङ्क यू।